नमस्ते सम्पूर्णमा म पदम राणा पाल्पाबाट आज म मेरो यो भिडियोमा हजुरहरूलाई पाल्पा भैरवस्थान मन्दिरको दर्शन गराउँदैछु। यो मेरो भिडियोको अन्तिमसम्म रहेर साथ सपोर्ट दिनुहोला। वास्तवमा पाल्पा भैरवस्थान कहिले उत्पत्ति भयो, स्थापना कहिले भयो, मैले यहाँ बोर्डमा लेखिएको कुरा पढेर हजुरहरूलाई जस्ताको तस्तै सुनाउने छु। सुन्नुहोला है त। यो मन्दिरको स्थापना 16औं शताब्दीका धार्मिक राजा मणिमुकुन्द सेन प्रथम, जसले पुरानकोटमा राज्य गर्दथे, उहाँलाई एक दिन सपनीमा उक्त डाँडाको पूर्वपट्टि मन्दिर स्थापना गरी बटुक भैरव र काल भैरवको पूजा गर्न गराउनु भन्ने आकाशवाणी भए अनुसार उहाँले स्थापना गरेको किम्वदन्ती छ। यो मन्दिरमा काल भैरवको स्थापना हुँदा आकाशबाट एक जोडी पित्तलको झ्याली भैरवस्थान र खसौली गाविसको सिमानामा स्थित सिलाङ्गीको बोटमा झरेको थियो, जुन अहिले तानसेनको दशैँ घरमा राखिएको छ। श्री भैरवनाथको नित्य पूजा, दैनिक रात्रिकालीन श्रृङ्गार पूजा ऋषिकेशको कालीगण्डकीबाट नियमित रूपमा जल ल्याई जयमुनि ऋषिले गर्दथे। सो क्रममा जयमुनि ऋषिबाट प्रसन्न भई ऋषिलाई रातिमा जल ल्याउन दुःख नहोस् भनी स्वयं गङ्गाजी मन्दिरको पूर्वतर्फको बाटो मुनि उत्पत्ति भएको किम्वदन्ती छ, जुन स्थानलाई अहिले जयधारा भनिन्छ। सोही जल झारीबाट लगेर हरेक दिन मन्दिरको नित्य पूजा र विसर्जना पूजा गरिन्छ। यस मन्दिरमा रहेको एसियाकै सबैभन्दा ठुलो ऐतिहासिक त्रिशूल को निर्माण पनि 16औं शताब्दीमा नै भएको थियो। यो मन्दिरमा विशेष पूजाको रूपमा पञ्चबली, बोका, कुखुरा, राँगा, हाँस र परेवा चढाइन्छ भने नयाँ बाली भित्राएपछि कोदो र मकै बाहेक सबै अन्नको पिठोद्वारा रोट पकाएर चढाइन्छ। मनोकांक्षा पूरा हुनु भैरवनाथ मन्दिरको प्रमुख विशेषता हो भन्ने, जसको लागि माना र पाथीको विशाल रोट चढाएर आफन्तहरूलाई बाँडेर हर्षोल्लास मनाइन्छ। यस मन्दिरमा रहेको अखण्ड धुनीमा रहेको अखण्ड ज्योति स्थापना कालदेखि बलिरहेको छ। उक्त धुनीको विशुद्धि लगाएमा रोगव्याधिले छोड्ने धार्मिक विश्वास छ। मन्दिरमा दैनिक विसर्जना पूजा, सन्ध्याकालीन आरती पूजा र बिहान रात्रिकालीन श्रृङ्गार पूजा गरिन्छ भने सबै दिन पूजा गरिने यस मन्दिरमा शनिबार र मङ्गलबार दर्शनार्थीको विशेष घुइँचो लाग्दछ। यो सदाबहार पूजा हुने एकमात्र मन्दिर हो। यो मन्दिर 4 थोक, नारायण थोक, हार थोक, सिलखान थोक, कोर्क थोक र 4 कोट, रिब्दीकोट, पुरानो कोट, सामाकोट, भारकोटद्वारा घेरिएको छ। भैरवनाथ मन्दिर परिसरमा रोट पकाउने, चढाएका बलि सफा गर्ने र दर्शनार्थीका लागि खाने, बस्ने समेत सुविधा छ। मेरो यो पहिलो एपिसोड पाल्पा माथि भन्ने च्यानलबाट प्रसारण गरिरहेको छु। मेरो हुन त आफ्नो पदम राणा 9546 च्यानल पनि छ, तर मैले त्यो हुँदाहुँदै पनि
नयाँ च्यानलबाट सुरु गरेको छु। आशा छ यो च्यानललाई पनि सबैले माया गरिदिनु हुनेछ भन्ने आशा गर्दै यो भिडियो मन्दिरमा गएर हजुरहरूलाई एक्सप्लोर गरेर देखाउन गइरहेको छु। यो भिडियोको अन्तिमसम्म रहेर साथ सपोर्ट दिनुहोला है त। दर्शन गरे भैरव बाबा रक्षा गर। भैरव बाबाले रक्षा गर्नु शुभ यात्रा सफल होस् नमरै शान्ति हुन्। भैरव तिम्रै नाममा घन्टी बाजेर उठा। भैरव तिम्रै नाममा घन्टी बाजेर उठा। आजको लागि मेरो भ्लगिङ चाहिँ आज यहीँनिर चाहिँ सक्न चाहे। अब पूजाआजा पनि भइसक्यो, बिचरा लाइनमा हुनुहुन्छ, हामी पनि यही लाइन नै क्रस गरेर गएको हो। बिस्तारै बिस्तारै गाह्रो छ होइन, तर के गर्नु, अब पूजाआजा आफूले मनले आँटेको चाहिँ सबैको चाहिँ मनोकामना पुरा होस् होइन। अब कोही देशमा हुनुहुन्छ होला, कोही परदेशमा हुनुहुन्छ होला होइन, आफन्तजन सबैको लागि चाहिँ राम्रो होस् भनेर भाकल गर्ने, पूजाआजा गर्ने, पञ्चे बलि चढाउने चलन चाहिँ प्रचलन चाहिँ भैरव स्थानलाई यो चाहिँ सदैवदेखि चलि आएको परम्परा हो। यसलाई चाहिँ कायमै राख्नुपर्छ र यहाँको समितिहरूले चाहिँ व्यवस्थापन एकदम राम्रो गर्नु भएको छ। उहाँहरूलाई चाहिँ म फेरि पनि धेरै धन्यवाद दिन चाहन्छु। यहाँ चाहिँ धेरै भिडभाड अझै पनि भिडभाड नै हुनुहुन्छ। सायदै दिनभरि नै पूजाआजाको कार्यक्रम चाहिँ भइ नै रहन्छ होला भन्दै आजको यो भिडियोबाट चाहिँ म बिदा हुन चाहन्छु। फेरि अर्को भिडियोमा चाहिँ भेटघाट हुने बाचा गर्दै फेरि अर्को नयाँ विषयवस्तु लिएर फेरि उपस्थित हुने नै छु भन्दै यो भिडियोबाट बिदा हुन चाहन्छु। हस्त धेरै धन्यवाद। नमस्कार।